सम्पूर्णमा नमस्कार। विशेष त आज म के विषयमा कुराकानी गर्छु भने एमालेमा केपी ओली पछाडि सबैभन्दा भाषण गर्ने अथवा जो पत्याउनै नसकिने नसुहाउँदो किसिमका भाषणहरू गर्ने नेता भनेर कसलाई चिन्नुहुन्छ? सो आउनुहोस् पहिला यो भिडियो हेरौँ अनि त्यस पछाडि चाहिँ तपाईँहरूले बुझ्नुहुनेछ। 20 वर्षपछि नेपाली युवाहरूको चाहना जापान होइन, अबको 20 वर्षपछि जापानी युवाहरूको चाहना नेपाल बन्ने गरी, अमेरिकी युवाहरूको चाहना नेपाल बन्ने गरी, बेलायती युवाहरूको चाहना नेपाल बन्ने गरी विकास गर्नेछौँ। यो विगत 15-20 वर्ष अगाडिकै भिडियो हो र उनी गुल्मीको एउटा कार्यक्रममा गए र अबको 20 वर्ष पछाडि चाहिँ नेपालमा जापानिज कामदारहरू, जापानको मान्छे चाहिँ नेपालमा काम गर्न आउँछ भनेर त्यो किसिमको आश्वासन दिए, अर्थात् त्यो किसिमको भाषण गरे। यो के पत्याउनुहुन्छ? बरु जापानकै, अब उनी चाहिँ गुल्मीको क्षेत्र नम्बर 2 का हुन्, बरु त्यही क्षेत्र नम्बर 2 को चाहिँ अहिले जापान गएको छ वर्किङ भिजामा, स्टुडेन्ट भिजामा। अनि उनले चाहिँ भन्छन् जापानको मान्छे नेपाल आउँछ। खै त उनी एकचोटि आयो भने चाहिँ तपाईँहरूले सोध्न चाहिँ नबिर्सिनुहोस्, जापानको मान्छे नेपालमा के गति आयो त काम गर्न। यो विषयमा तपाईँहरूले भन्नुहोस्। गफको पछाडि, यस्ता भाषणको पछाडि चाहिँ नलागौँ र गुल्मीलाई यति बेला सागर ढकाल, गोविन्द पन्थीहरूलाई चाहिँ घन्टीमा भोट हालौँ र उनीहरूलाई जिताउँ। सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो PSP जोर्नी।